आज यहाँ गाडीको बजारमा आएको घाम लागेको छ धेरै पछि कडा घाम छ 12-1 बजेको घाम डरै पोलेको छ। म चाहिँ साथीलाई पर्खिने क्रममा यहाँ छु र तपाईहरुलाई पनि गाडी चढ्न मन लागेको छ। म त्यतिकै गाडी देखाइदिन सक्छु आज चाहिँ है। तपाईहरुलाई गाडी चाहियो भने मलाई भन्नु होला। यहाँ चाहिँ गाडीहरु अलिकति ठिकै दामको बिचको प्राइसको गाडीहरु छ यो लाइन चाहिँ। तर जे धेरै छ गाडीहरु। तपाईहरुलाई कुनै गाडी चाहिएको छ भने सम्पर्क गर्नु होला। गाडी नै गाडी छ। तर अब हिजोआज चाहिँ नेपालीहरुले पनि धेरैले लाइसेन्स निकालिरहेको हुन्छ र आफ्नै गाडी लिइरहेको हुन्छ। गाडी चढ्ने नेपालीहरुको संख्या पनि अहिले एकदमै धेरै बढेको छ। खुसी लाग्छ। सबैले कतै न कतै आर्थिक रूपमा अलिअलि प्रगति गर्दै गएपछि नै यी कुराहरु चढ्न सक्ने हो, युज गर्न सक्ने हो। गाडी चढ भर्खरै लाइसेन्स निकालेर गाडी किन्दा चाहिँ सेकेन्ड ह्यान्ड गाडी किन्दाखेरि एकदमै बेस्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। किनभने सुरुमा गाडीहरु अलिअलि छुने ठोक्काउने हुन्छ नै। त्यो भएकोले गर्दाखेरि तपाईहरुले लाइसेन्स भर्खरै निकाल्नु भएको छ भने चाहिँ बेस्ट अप्सन सेकेन्ड ह्यान्ड। यो साइड चाहिँ भाइ फ्यामिली टाइपको गाडीहरु छ। यता चाहिँ अलिक कार टाइपको। योहरु पनि ठिकै छ। अब तपाई लेक्ससको यो कुन चाहिँ रहेछ एनएक्स किन्नुहुन्छ भने चाहिँ लगभग 64 लाख 65 लाख नै पर्ने रहेछ। यसको दाम 65 लाख रहेछ है। यसको दाम चाहिँ 65 लाख रहेछ। अब त्यस्तै यो लेक्ससको रहेछ। यो पनि लेक्ससको एनएक्स। यो यसको पनि त्यही 64-65 लाख जति नै पर्न आउने। त्यस्तो स्क्रैच नभएको रफली नचलाएको भएर पनि होला सेकेन्ड ह्यान्ड चढे जस्तो पनि हुँदैन। फर्स्ट ह्यान्ड गाडी जतिकै हुन्छ। यो गाडीहरु सबै सेकेन्ड ह्यान्ड हो हैन। यो हारियर यो पनि गाडी चाहिँ एकदमै लग्जरियस गाडी छ। यसले चाहिँ हुन्छ पेट्रोल चाहिँ त्यति दिदैन। मलाई पनि मन पर्छ यो गाडी चाहिँ लग्जरियस छ। यसको यो कति रहेछ हारियाको। हारिया व्हाइट कलरमा रहेछ। हारिया यो अरे कति यो त सस्ता त हौ 200 भनेपछि लगभग यो त 20-21 मा आउने रहेछ त।
यता रहेछ यो अलि महँगो रहेछ कालो कलर पनि रहेछ पुरानो चाहिँ पुरानै भर्सनको हो यो 239 41 पर्छ यहाँ लेखिएको यो 174 भनेको 174 मान भनेको है 309 मान भनेको यो कति भने 300 मान भने 30 लाख अब यो लगभग 31 लाख हाराहारी पर्न आउँछ यता पनि जम्मै यो आउटल्यान्डर भनेर यो चाहिँ मित्सुबिसीको रहेछ यो पनि ठिकै हुन्छ होला यो गाडी चाहिँ मलाई त्यति धेरै याद छैन चढेको पनि छैन यो चाहिँ अलिकति हेभी टाइपको अलिकति राम्रो गाडीहरूको लाइन छ यहाँ यो त जम्मै हरिया यहाँ चाहिँ काताको नाम हरिया उनीहरूलाई हरिया भन्नुहुन्छ यो गजबको रहेछ त हौ कति रहेछ यसको दाम हेरौँ है त यो भनेको चाहिँ तपाईँको 359 भनेको 60 नै भनौँ 360 भनेपछि 36 लाख 37 लाख महँगै रहेछ यो तर पुरानो चाहिँ पुरानै मोडलको होला यो ल गाडी चाहिँ यहाँ तपाईँ कस्तो खोज्नुहुन्छ त्यस्तै पाइन्छ है यो चाहिँ यो गुलिबर्ड भन्ने यो कम्पनी भनौँ न यिनीहरूले सेकेन्ड ह्यान्डको कारोबार गर्छ गाडीको मैले पनि पहिला गाडी यसैबाट लिएको थिएँ यो गुलिबरबाटै ठिकै हुन्छ यहाँको लोनमा पनि तपाईँहरूले लोनमा निकाल्न सक्नुहुन्छ क्यास गर्नुभयो भने त्यो आफ्नो कुरा भइगयो यदि तपाईँ चाहिँ लोनमा लिन चाहनुहुन्छ भने पनि यहाँ चाहिँ लोनको पनि सुविधा हुन्छ लोनबाट पनि हामीले गाडी निकाल्न सकिन्छ नेपालीहरूले बढी चढ्ने गाडी भनेको चाहिँ यहाँ टोयोटाको प्रिउस गाडी हो यो पनि छ कतैतिर कम्ती रहेछ आज गाडीको आइटम एकदमै कम रहेछ नेपालीहरूले म्याक्सिमम चढ्ने गाडी भनेको चाहिँ यो टोयोटाको प्रिउस हो है आज चाहिँ कम रहेछ यो प्रिउसै हो नि प्रिउस नै हो कम रहेछ आज टोयोटाको प्रिउस यहाँ एउटा ब्ल्याकमा रहेछ यो चाहिँ तर गाडी चाहिँ एकदम ठिक छ है माइलेज पनि दिन्छ लुक्स पनि राम्रो छ अनि अब यसो कम्फर्टेबल पनि छ ठिक छ यो गाडी पनि एकदम माज्दाकै रहेछ माज्दा गाडी चाहिँ चढिएको छैन अहिलेसम्म साथीहरूको चाहिँ अलिअलि कुदाइएको छ अब अर्को भनेको अब यो पनि माज्दाकै रहेछ हेभी त्यस्तै यहाँदेखि उता अब टोयोटाको सुरु भयो जस्तो छ अझै माज्दाको चाहिँ यहाँदेखि उता टोयोटाको हारिया
टोयोटाको हारियाहरू दामी दामी छ नि यहाँ। मलाई चाहिँ यो मन पर्यो है। यसको दाम चाहिँ कति रहेछ हौ? यसको दाम पनि देखाइदिइहाल्नु पर्यो तपाईँहरूलाई। यसको प्राइस रहेछ 309 मान, 359 भनेको 360, 36 लाख पर्न आउने रहेछ। जे होस् यो चाहिँ 31-32 लाख। जे होस् यो गाडीहरू चाहिँ एकदम कम्फर्टेबल लग्जरियस गाडीहरू नै हो यो टोयोटाको हारिया।